दर्शक देखेर रवि लामिछाने बालेन पशुपति क्षेत्रमा आइपुगिसक्नु भएको छ। रवि लामिछाने तथा वरिष्ठ राष्ट्रसभा सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाह एक साथ यहाँ देख्न सकिन्छ हजारौंको संख्यामा समर्थकहरू बाइक र्यालीमा आउनुहुन्छ भने राष्ट्रसभा सभापति तथा वरिष्ठ नेता बालेन शाह यहाँ अभिनन्दन गर्दै हुनुहुन्छ। साथै राष्ट्रसभा उपसभापति डीपी अर्याल यस बृहत कार्यक्रममा उल्लेख्य समर्थकहरूको सहभागिता रहेको देखिन्छ। दर्शकवृन्द देखेर हामी पशुपति क्षेत्रमा छौँ। यहाँ देख्न सकिन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू सयौंको संख्यामा, अझ भन्नुपर्दा हजारौंको संख्यामा यहाँ देख्न सकिन्छ। लाइन लागेर विभिन्न क्षेत्रका उम्मेद्वारहरू यहाँ देख्न सक्छौँ हामी। भक्तपुर क्षेत्र नम्बर 2 का उम्मेद्वार राजीव खत्री र्यालीमा सहभागी हुनुहुन्छ। त्यसैगरी काठमाडौँ 3 का राजनाथ पाण्डे पनि गाडीमा हुनुहुन्छ भने भक्तपुर क्षेत्र नम्बर 1 का रुकेश रञ्जित पनि र्यालीमा सहभागी हुनुहुन्छ। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक, शुभचिन्तक र कार्यकर्ताहरू यहाँ देख्न सक्छौँ हामी। व्यापक रूपमा राष्ट्रसभाले आयोजना गरेको यो बृहत जनसंवाद कार्यक्रमको दृश्य हो यो। पशुपति क्षेत्रबाट हामी देखाइरहेका छौँ। काठमाडौँ क्षेत्र नम्बर 2 का उम्मेद्वार सुनिल केसी आज मेरो क्षेत्रमा सबै उम्मेदवारलाई स्वागत गर्न पाउने एकदमै खुसी छु। यो क्षेत्र नम्बर 4 को पशुपतिको क्षेत्र हो। यो काठमाडौँ क्षेत्र नम्बर 4 को म सबै उम्मेदवारलाई आजको यो जुन र्याली छ त्यसमा एकदमै धेरै म शुभकामना दिन चाहन्छु हजुरलाई। यो एउटा उपत्यका भरिको सबैलाई समेटेर यो देशमा नेतृत्व गर्ने शक्ति भनेको रासोपा हो। एकल बहुमतको 5 वर्ष स्थिर सरकार रासोपाले नेतृत्व गर्छ भन्नको लागि चाहिँ एउटा ठुलो सन्देश दिनको लागि चाहिँ पशुपतिको यो आराध्य देवको चाहिँ प्राङ्गणबाट चाहिँ हामीले सुरु गरेको हौँ। आजको हामी 15 वटा क्षेत्र घुम्दैछौँ। विशेष गरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहित सम्पूर्ण उम्मेद्वारहरू पशुपतिमा दर्शन गरेसँगै यो प्राङ्गणबाट अब हामी अगाडि बढ्दैछौँ। बहुमत मात्रै हो र? बहुमत मात्रै हो र? मात्रै? अहिले त जनताले त बहुमत भन्दा माथि भन्दैछन्। 2/3 होइन, यो फेरि घमण्ड होइन है, आत्मविश्वास हो। यो आत्मविश्वास हो, किनभने जनता दाहिना भएपछि कसैको केही पनि लाग्दैन। पक्कै पनि भगवान शिवले सबैलाई सुन्नुहुन्छ। भगवान शिवको शक्ति लिएर हिँडेपछि सबै कुरा पुग्छ, ठिक हुन्छ। हस्।